स्वागत छ। आज हामी खाद्य सुरक्षाको विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ। सुन्दा सामान्य लाग्छ, तर यो निकै महत्त्वपूर्ण छ। हामीसँग एउटा स्रोत सामग्री छ, त्यसैलाई आधार मानेर यसका विभिन्न पाटाहरू खोतल्ने प्रयास गरौँला। ल, सुरु गरौँ है त। एकदम। यो स्रोत हेर्दा मलाई के लाग्यो भने नि, यसले खाद्य सुरक्षालाई खाली प्राविधिक कुरा मात्र भनेको छैन, सामाजिक आर्थिक पाटाहरू पनि जोडेको छ। हो त, स्रोतले एकदम स्पष्ट पारेको छ। खाद्य सुरक्षा भनेको चाहिँ खाना खेतदेखि हाम्रो भान्सासम्म आइपुग्दा त्यसलाई स्वस्थ राख्ने हो, सुरक्षित राख्ने एउटा पूरा प्रणाली नै हो क्या। प्रणाली? कस्तो प्रणाली? यसमा धेरै कुरा पर्छन्, जस्तो कच्चा पदार्थ कस्तो छान्ने हैन, अनि उत्पादन गर्दा सरसफाइ कस्तो छ, भण्डारण कसरी गर्ने, पठाउँदा के गर्ने, अनि उपभोक्तासम्म पुग्दा कस्तो अवस्थामा छ, हरेक चरणमा ध्यान दिनुपर्छ। जस्तो उदाहरणको लागि साधारण उदाहरण नै हेरौँ न। दुधलाई पास्चुराइज गर्छन्, त्यो तापक्रम मिलाएर उमाल्ने, चिस्याउने, त्यो पनि खाद्य सुरक्षै भयो। अनि प्याकेटको खानामा त्यो मिति लेखेको हुन्छ नि, कहिले बनेको कहिलेसम्म ठिक, त्यो पनि यसैमा पर्यो। हो, त्यो त भयो प्रक्रियाको कुरा। तर यो किन यति महत्त्वपूर्ण छ भन्नेमा स्रोतले बढी जोड दिए जस्तो लाग्यो हैन? खास कारण के रहेछ त? निश्चय पनि खास कारण त मान्छेको स्वास्थ्य नै हो। पहिलो कुरा, दूषित खाना पानीले गर्दा कति रोग लाग्छ, हैजा, टाइफाइड, झाडा पखाला, अनि त्यो फुड पोइजनिङ भन्ने हुन्छ नि, त्यसबाट बचाउनु नै यसको मुख्य लक्ष्य हो। र सामान्य ब्याक्टेरियाले पनि गाह्रो पार्छ। एकदम। स्रोतले भनेको छ साल्मोनेला, इकोलाई जस्ता सुन्दा सामान्य लाग्ने ब्याक्टेरियाले पनि गम्भीर बनाउन सक्छ। तर स्वास्थ्य मात्रै पनि होइन, अर्को महत्त्वपूर्ण कुरा भनेको उपभोक्ताको विश्वास। विश्वास कसरी? जब मान्छे ढुक्क हुन्छ नि, मैले किनेको खानेकुरा सफा छ, सुरक्षित छ भनेर, तब न उत्पादकप्रति, पसलप्रति भरोसा बढ्छ, होइन र? हो, विश्वासको कुरा त महत्त्वपूर्ण भयो। अनि स्रोतले अरू पनि केही भन्छ कि, जस्तो कानुन, व्यापार? त्यो पनि छ। हरेक देशमा यो सम्बन्धी नियम कानुन हुन्छन्, मापदण्ड तोकेको हुन्छ, त्यो पालना गर्नु त पर्यो नै उत्पादक विक्रेताले, नत्र कारबाही हुन्छ। अझ अर्को रोचक कुरा के छ भने, विदेश सामान पठाउने हो भने त अन्तर्राष्ट्रिय बजारमा त झन् कडा हुन्छ नि मापदण्ड, त्यो पूरा नगरी त सामान बिक्दैन। स्रोतले त के पनि भन्छ भने, कहिलेकाहीँ नेपालका राम्रा उत्पादन पनि बाहिर जान नसक्नुको कारण यही खाद्य सुरक्षाको ग्यारेन्टी दिन नसक्नु हो रे। भनेपछि त स्वास्थ्य, विश्वास, कानुन अनि व्यापार सबैतिर जोडिएको रहेछ यो त। ल, अब फाइदाबारे कुरा गरौँ न त। स्वास्थ्य जोगिनु त भइहाल्यो, त्यो बाहेक अरू केही ठोस फाइदा छ नि? किन नहुनु? स्वास्थ्य जोगिनु भनेको के हो? उपचार खर्च बच्नु हो, होइन? व्यक्तिलाई नि फाइदा, देशलाई नि फाइदा, आर्थिक भार कम भयो। हो, त्यो त हो। अनि अर्कोतिर कम्पनीको, व्यवसायको इज्जत बढ्छ, प्रतिष्ठा बढ्छ। कसरी? स्रोतले एउटा उदाहरण दिएछ क्या। मानिलिउँ कुनै डेरीले मोही बनाउँछ, उसले एकदम सफा गरेर, राम्रो प्याकेजिङ गरेर बेच्यो भने ग्राहकले मन पराउँछन्, फेरि फेरि किन्छन्, उसको नाम चल्छ। यसले गर्दा व्यापार बढ्छ, टिक्छ। अनि अर्को फाइदा, खाना खेर जाने पनि कम हुन्छ, किनभने राम्रोसँग स्टोर गर्यो, प्रोसेस गर्यो भने त छिटै बिग्रिँदैन नि। हो, यो त राम्रो कुरा भयो। तर मलाई के लाग्यो भने, यो सबैमा उत्पादक, सरकार, व्यापारीकै भूमिका हुन्छ कि उपभोक्ताको पनि केही छ, हामी किन्ने मान्छेको नि? एकदमै सान्दर्भिक प्रश्न। स्रोतले यो कुरा प्रष्ट भनेको छ। उपभोक्ताको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। हामी आफै पनि सचेत हुनु पर्यो क्या। जस्तो के गर्न सकिन्छ? जस्तो कि प्याकेटको सामान किन्दा हेर्ने बानी बसाल्ने, त्यो उत्पादन मिति, कहिलेसम्म खान मिल्छ भनेर लेखेको मिति। त्यो त हेरिन्छ। अनि त्यो लेबलमा अरू के लेखेको छ, के मिसाएको छ, पोषक तत्त्व कति छ, एलर्जी गराउने कुरा केही छ कि, पढ्नु पर्यो। अनि पसल, रेस्टुरेन्टमा जाँदा नि? हो, त्यहाँ पनि कतिको सफा छ, खाना कसरी बनाइरहेका छन्, पस्किरहेका छन्, यसो हेर्ने। अनि खै केही गडबड लाग्यो भने नि, शङ्का लाग्यो भने? हो, त्यही त। शङ्का लाग्यो वा म्याद गएको सामान बेचेको देखियो भने चुप नबस्ने। उजुरी गर्ने ठाउँहरू छन् नि, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग छ, स्थानीय तहमा पनि भन्न मिल्छ। स्रोतले भन्छ, जब उपभोक्ता यसरी सचेत र सक्रिय हुन्छ नि, तब उत्पादक र विक्रेतालाई दबाव पर्छ,
उनीहरू जिम्मेवार बन्छन्। यसले समग्र प्रणाली नै सुध्रिन मद्दत गर्छ। त्यसो भए यो सबै कुरा सुन्दा त खाद्य सुरक्षा भनेको एउटा प्राविधिक कुरा मात्रै रहेनछ, यो त बहुआयामिक विषय पो रहेछ। जनस्वास्थ्य, उपभोक्ता अधिकार, आर्थिक विकास, अन्तर्राष्ट्रिय व्यापार सबैसँग जोडिएको। एकदम। र यसमा सरकार, उत्पादक, व्यापारी अनि हामी उपभोक्ता सबैको उत्तिकै भूमिका र जिम्मेवारी देखियो, होइन त? बिल्कुल, सबैको साझा जिम्मेवारी हो यो। र अन्त्यमा एउटा प्रश्न चाहिँ मनमा आउँछ। स्रोतले सिधै त भनेको छैन, तर त्यसको निचोड त्यतै जान्छ जस्तो लाग्छ। के प्रश्न? के कुनै देशले खाद्य सुरक्षालाई कति प्राथमिकता दिन्छ, कति राम्रोसँग लागू गर्छ भन्ने कुराले त्यो समाज कति विकसित छ, कति सचेत छ अनि आफ्ना नागरिकप्रति कति जिम्मेवार छ भन्ने कुरा देखाउँदैन र? एक किसिमले आइना जस्तै। यो त गहिरो कुरा भयो। हो नि। यो विषयमा थप सोच्न सकिन्छ।